कक्षा 12 मा जुन विद्यार्थीले तपाईको प्रत्येक वर्ष टप गर्छन्, कहिले तपाईको जिल्लामा टप गरे, कहिले नेपाल टप गर्छ, कसैले आफ्नो कलेजमा टप गर्छ। सो तिनीहरूको पनि एउटा सिक्रेट छ साथी, के तपाईको डेली सर्ट नोट्स बनाउँछन् है। प्रत्येक तपाईको जुन छ सब्जेक्टको डेली सर्ट नोट्स के हुन्छ तपाईको तिनीहरू बनाएर के हुन्छ त्यसलाई रेडी गर्छन्, टेस्ट पनि गर्छन् त्यही अनुसारले। अनि दोस्रो कुरा तिनीहरूले के हुन्छ तपाईको विकली रूपमा तपाईलाई के हुन्छ आफै मक टेस्ट गर्ने काम गर्छन् है। आफैमा के हुन्छ तपाईँ आफूलाई मूल्याङ्कन गर्छन् तिनीहरूले प्रत्येक हप्ता तिनीहरू है। खाली तपाईको खाली पढ्ने मात्रै हैन, स्कुल इक्जाम भएपछि मात्रै दिने काम हुन तिनीहरूले आफैमा के हुन्छ तिनीहरूले तपाईको प्रत्येक हप्ता के हुन्छ एउटा मक टेस्ट गर्छन् र तिनीहरूले आफैलाई के हुन्छ मूल्याङ्कन गर्छन्, आफैलाई के हुन्छ एभुलेसन गरेका हुन्छन्। तिनीहरूले आफैलाई मूल्याङ्कन गर्छन् कि मैले हप्ताभरि पढेको कुरा मलाई कति थाहा छ भन्ने कुरा। त्यसरी के तिनीहरूले के हुन्छ राम्रोसँग तयारी गर्छन् पढाइमा। अर्को कुरा जुन तपाईको सबभन्दा बढी युज गर्छन् यहाँ आजभोलिको टाइममा विद्यार्थीले सोशल मिडियाको प्रयोग बहुत कम गर्छन्। तिनीहरूले स्कुलको हुन्छ, बुक्सबाट हुन्छ, तपाईको मोडल क्वेसनहरूबाट के हुन्छ तिनीहरूले नोट्स कभर गर्छन्, चारैतिरबाट नोट्स बनाउँछन्, त्यसलाई के हुन्छ नलेज कभर गर्ने कोसिस गर्छन्। सोशल मिडियामा धेरैसो कुरा तपाईको जुन च्याट जीपीटी हुन्छ, तपाईको अन्य ठाउँबाट जुन छ तपाईको लेखेर ल्याउँछन्, त्यसमा धेरैसो कुरा मिस्टेक भएको छ साथीहरू। त्यो सबै कुरा तपाईँले के हुन्छ अलि हल्का थोरै अनफलो गर्ने काम गर्नुपर्छ तपाईँले, किनकि तपाईँले के हुन्छ आफ्नो पढाइमा ध्यान दिने हो। सोशल मिडियाबाट सबै कुरा तपाईँ करेक्ट पाइन्छ भन्ने हुँदैन है।